Hello, good morning, namaste, welcome back to my channel Nepal Boy 2000. पानी परेपछि कक्षामा डान्स गर्नुपर्छ। राजियो भने अनुहारले कान बल निकाल्ने म त्यो ठाउँ दौड्ने कि आज चाहिँ हाम्रो चाहिँ पिकनिक कता हो केटा हो गोदावरी गोदावरी जाने कहाँ जाने खसी चाहिँ रेडी भइसकेको छ तर चाहिँ भेन्यू चाहिँ भएको छैन है। यहाँ चाहिँ हाम्रो चाहिँ मेन स्पोन्सरहरू है। सन्दाई जाने हो कहाँ जाने दाइ आज हुँदै कहाँ जाने हो के खाने दाइ आज खसी भाइ पनि छ यहाँ पिकनिक आएको नाम मात्र दूर मान्छे त भगवानै हो होइन भाइ। मासु खानलाई नखाने म त नखाने दाइ मासु कम खाइन्छ नि त होइन। फाइनल्ली मजाकमा चाहिँ हाम्रो अब पिकनिकको चाहिँ प्रोग्राम सेटअप भइसकेको छ। लेट्स गो। अब हामी चाहिँ लाग्यो होइन साथी हामी लाग्यो होइन 1 लाख रुपियाँ त अलमोस्ट 50,000 खर्च भइहाल्छ विज्ञापन लाउँथे। ल राजा पान खाइदियो है। कस्तो छ राजा पान फ्रेस हजुर सुपारी ल हाम्रो केटाहरूले खुसी त भयो यार। त अब दारु चाहिँ कसरी गर्ने होला यहाँ छलफल भइराखेको छ सबैजनाको। दारु कसरी किनेर खाने होला भनेर एकदम डह्रो डिस्कस हुँदैछ है। यहाँ हाम्रो दाईहरू चाहिँ दारु पसलमा चाहिँ एकदम जोस जागरका साथ छन्। यहाँ चाहिँ हिसाब किताब हुँदैछ कसले कति खाने के खाने सबैजना एकदम दारु भन्ने बित्तिकै। ल हाम्रो रोशन दाई चाहिँ दारु चाहिँ हेर्दैछन् छोडेको दाइले चाहिँ 2-3 महिना भइसक्यो। लेट्स सी आज दाइले खान्छन् खाँदैनन्। रामको मन्द मुस्कान सब केटाहरू एकदम खुसी हर्षित छन्। आजको म्यानेजर किसान हाम्रो सुनिल सेट्टी ल नखाने रे बटाल दाई पनि मक्ख हुनुहुन्छ जुसवाला हुनु बटाल दाई चाहिँ। राजाले म्यानेजमेन्ट सम्हालेका छन्। हाम्रो रामनाथ चाहिँ एकदम दारु हेर्दै रमाउँदै रोशन दाईलाई पनि जोस लागिसके जस्तो छ है दारु खाने। दाई हाम्रो डाइटिङमा हुन् रोशन दाई चाहिँ। म त खाइदिँदैन केही पनि दाईको चाहिँ सुरु भइसक्यो पिकनिक है केटा हो। यहाँ पनि पिकनिक सुरु भइसक्यो। दाई चाहिँ फेरि एकदम शुद्धवाला पढ्नुभयो। रोशन दाई चाहिँ रजनीगन्धै खोज्नुमा छ नि बिहानदेखि। ल है साथीहरू हाम्रो चाहिँ मेजर साहब चाहिँ रामनाथ सरले चाहिँ आफ्नो बडीगार्डलाई चाहिँ एकदम दारुको पेटी बोकाएर आफ्नो गन्तव्यतिर चाहिँ एकदम ल्याम लागिसकेका छन् है। ल है फाइनली चाहिँ हाम्रो दारुको काम चाहिँ सकियो। अब चाहिँ लाग्यो डेस्टिनेसनतिर। दारु खाइदियो खाने हो चाहिँ खायो भने गाडी त खतम हुँदैन। बाहिर ब्लगर आयो ब्लगर हामीलाई टाइम गर्न आउँदै जज गर्न आउँदै। ल गाइज फाइनल्ली हामी चाहिँ खानडाँडा पुगिसके। हाम्रो पछाडिको साथीहरूलाई चाहिँ हामी अब केरा खाँदै वेट गर्छौँ है। कस्तो गाडी ड्राइभर यहाँ थाहा छ यस्तो छ भनेर म त ल अब हाम्रो गाडी चाहिँ फस्टेको अवस्था छ धन्न बाँचियो है। यो केटाले चाहिँ गाडीमा चाहिँ धेरै दारु खाएकोले चाहिँ हाम्रो चाहिँ यो गाडी चाहिँ झ्याप भएको अवस्था। गाडीलाई चाहिँ दारु लागेको छ है। लागेका छन् हाम्रो 1 2 3 जोर लगा के हाइसे ल जोर लगा के ऐसे सकिन्छ हो। युवान भाइ ल्याएर आएको छ है यो। अब चाहिँ के होला जस्तो छ। ल रामनाथ लाग्यो है अब चाहिँ जोर लगा के ऐसे। ल फाइनली चाहिँ हाम्रो चाहिँ गाडी निस्किसकेको छ।
र गाडी एकदम सुरक्षित भएको अवस्था पनि छ। इट्स अ गुड न्युज फर अस। ल केटाहरूले चाहिँ खाएको सबै यहीँ चाहिँ अब गाडी निकाल्ने उठिसकेको अवस्था छ। अब फेरि चार्ज गर्नुपर्ने बेला भएको छ केटाहरूलाई। ल चाँडो चाँडो लागेर हामी चाहिँ अब चाहिँ फेरि चार्ज दिनुपर्छ है। ल जाऊ के आयो हातमा यार भुजा हात खाली भयो सर खाली भयो। ल भाइ खाली भयो तेल खाली भयो ल यहाँ चाहिँ आज चाहिँ हाम्रो किसनको है पार्टी चाहिँ फेरि बियरको पार्टी चाहिँ स्पोन्सर होइन हाम्रो मेन स्पोन्सर म हुँ भन न। हाम्रो टोली चाहिँ अब चाहिँ अगाडि बढ्दैछ। कहाँ हो नै यार कहाँ भ्लगरले गर्छ यार। 5 बजे भनेर चाहिँ धेरै भारी पकाउँदैछ नि भाइलाई। सब हिसाब राख्दै छन्। 5 बजे पखाली बसाए भारी पनि पकाए। आजको स्पोन्सर हाम्रो चाहिँ किसान। ओ यार बजाउ न त्यसलाई। हाम्रो दुर्योधन भाइ चाहिँ पहलवान भाइ चाहिँ लागेको छ। अब बटा दाइलाई पनि शान्तिले भाँडा दिएर रहेछ केटाहरूले। हाम्रो जयन दाइ ल 5 बजेवाला चाहिँ साह्रै हेपे केटाहरूले। 5 बजे भारी यस्तो बोकाइराखेका छन् हेर त युवान भाइ। रामनाथ सर हाम्रो चिफ जस्तो मान्छेलाई यार भारी बोकाएको अवस्था छ। यसको हिसाब किताब हुनेछ। केटाहरू चाहिँ कोही चाहिँ खानामा व्यस्त भइसके, कोही चाहिँ यहाँ काम गर्नुमा। र को के हुँदैछ केटा हो? हाम्रो चाहिँ किशोर सर चाहिँ एकदम लागेका छन्। प्लास्टिक चाहिँ नपोल्नु पर्ने हो। अब पोलिहाल्यो। दाइ आज खासको दाइ 2 शब्द राजा हाम्रो खसी चाहिँ झन्डमै कटिङ भएन गाइज। यता चाहिँ हाम्रो बडु सर चाहिँ केमा व्यस्त खै सर। हेलो के हुँदैछ? सेकुवाको तयारी हुँदैछ। सेकुवाको ल त्यसलाई नहाल पहिला हामी यसले पोल्नुपर्छ। यसमा हालेर पोल्नु पोल्ने मजाले। रोशन दाइ खानालाई यस्तो रेडी अवस्थामा छ। रोशन दाइ तपाईँ के खानालाई हो क्या तयारी अवस्थामा? के हो हामी तिमी ल्याएको चाहिँ भोलि ल्याएको हो। सुरु भइसक्यो यहाँ हाम्रो। अरे लगाऊ छिटो। त्यहाँ हाल न आगोमा त्यो मोबाइल नघुमाऊ कि। ल यार बढी भयो क्या त वेट चाहिँ धेरै भयो। पहिला बेला नपताउने वार्ता गर्ने रे पोल्न मात्र एकछिन पछि ल गर्नु हालु भइहाल्यो नि हैन। हाम्रो सर गर्दैछन्। अगाडि पछाडि गर्दै गर्दै कसको यादमा भाइ प्याक लगाउँदैछन्। त्यो हजुरको लागि फ्राई गर्दैछु दाइ। आफू जत्रो सिक्छ होइन हाम्रो यो। ल सेकुवा खुवाउने हो।
चाहिँ व्यस्त हुनुहुन्छ यहाँ Yes, नेपाल point थाउजन्ड। कस्तो गिल रहे कुन टुटे हैन दाइ हाम्रो रोशन दाई चाहिँ चक्ना हेरी हेरी परेशान भइसकेको अवस्था छ है रोशन दाई बन्दैछ मासु यता हाम्रो बटाल दाईलाई चाहिँ ड्युटीमा खटाइसकेका छन् हाम्रो रोशन दाईले ल बटाल दाई यता छन् हाम्रो मधु दाई व्यस्त भइसकेको छ खुट्टा बनाउनमा कबाब साथ दिएका छन् मिस्टर बुद्धराम दाईले सिक्दैछ नि बुद्धराम दाई रामना चाहिँ हुक्का बोल्ला र फर्स्ट सर्ट हान्ला भनेर हेरेको अवस्था व्यस्त छन् केटाहरू ल दारू कत्ला खाने कत्ला के गर्ने चक्नाको खोजीमा करी छ हे पाउ जस्तै यो नुन धेरै हाम्रो दाइले चाहिँ एकदमै मेहनत गर्दैछ नि वेलकम वेलकम ल दुई पट्टी हो दुई पट्टी ल साथीहरू फाइनल्ली हाम्रो चाहिँ पिकनिक चाहिँ एकदमै रमाइलो भयो लट्स अफ फन अब चाहिँ हामी चाहिँ छुट्टिनु पर्छ अब चाहिँ हाम्रो डेस्टिनेसन हुनेछ खानडाँडा बजार लेट्स गो ल फाइनल्ली हाम्रो चाहिँ पिकनिक सकिसकेपछि हामी चाहिँ खानडाँडा बजारतिर लागेको अवस्था छ यो केटाहरूलाई चाहिँ अलिकता चाहिँ डोज कम पुगे जस्तो लाग्यो दुर्योधन भाइ के हुँदैछ ल यहाँ एकदमै रमाइलो चिसो छ
एकदम हाइजेनिक तरकारीहरू केराहरू। ल हाम्रो रोशन दाई चाहिँ नकआउट भएको अवस्था छ है गाइज। यता अर्को जडिया ग्रुपहरू अब चाहिँ एकदम हेर्न सक्नुहुन्छ जडिया ग्रुपलाई हाम्रो। ल यो भिडियो चाहिँ नेपाल पुलिसको आइजिपीसम्म पुगोस्। उहाँहरूलाई चाहिँ जहाँदेखि पनि भित्र हाल्नु होला मापस 24 घन्टे ग्रुप हो उहाँहरू। हाम्रो सेतो लगाएको बटाल्दै चाहिँ होइन केटाहरूको डर भइरहेको छ यहाँ राम्रो सर अरूलाई चाहिँ जहाँ जति देख्यो पनि भित्र हाल्दा हुन्छ है सर। ल फाइनल्ली अब हाम्रो चाहिँ अरू मित्रहरू दाईहरू भेटिएको अवस्था छ खानडाँडामा। सपिङ भइराखेको छ यहाँ हाम्रो साउजी। ल गाइज यहाँ चाहिँ हाम्रो मोहन दाई आइसक्नु भएको छ। हाम्रो दिपेन्द्र भाइले चाहिँ आज दौरो किनेको जस्तो छ है। ल हाम्रो जयेन्द्र साउजी पनि अब चाहिँ रफ्तारमा धनगढी जाने हो तयारी। ल साउजी सी यू एट धनगढी।